हेलो एभ्रिवान, नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो र म एउटा सानो सम्झनाको लागि एउटा भ्लग बनाउँदैछु। हामी चाहिँ आज मुस्ताङ को यात्रा छ। हामी 5 दिनको लागि आफ्नो घरबाट निस्केका थियौँ। अहिले चाहिँ पोखराबाट मुस्ताङतिर लागि भाइ साथीहरू। यहाँ चाहिँ हामी खाजा खान झरेको ठाउँ हो। ठाउँ चाहिँ एकदमै राम्रो, एकदम हामी जनसम पुग्यो। कस्तो छ जनसम गाइजहरू? चाप्लायो हाम्रो ट्राफिक पुलिस है। यो ट्राफिक चाहिँ विशाल, ऊ चाहिँ बाइक चाहिँ हाम्रो, यो चाहिँ गाडी। अनि जनसम बजार एकदम जाडो छ। यता हेर विशाल, यस्तो भइरहेछ गाडीमा। यति बजी पुग्यौँ हामी बेलुकाको। फाइनल्ली पुग्यो जनसम। हाम्रो ट्राफिक पुलिस राइडरहरू त्यहाँ छ। हाम्रो बाइक जादु भइरहेको छ गाइस। फाइनली हामी जनसम आइपुगेका छौँ र हामी जनसम होटलमा हामीले खाना खायौँ। जनसम विमान स्थल प्रवेशद्वार। हामी चाहिँ जनसममा 8:30 सम्झि 9 बजे पुग्यौँ होला। पक्का खाना खाएर कोठामा जाँदैछौँ। मेरा हुर्केको ख्रिस्टको मायालाई बाँचुन्जेलसम्म सेवा गर्नेछु। त्यसपछि यहाँ बिहान हामीले यो भ्यू हेरेको। यस्तो राम्रो, यस्तो राम्रो। त्यहाँनिर हिमाल, के भन्नु, कति राम्रो लाग्यो मलाई त। मस्त। राति त हामीले त्यहाँको भ्यूहरू देखेको थिएनौँ नि त, सुत्यौँ। अनि बिहान उठ्दाखेरि खासै यस्तो देख्दा त वाउ टाइपको। अनि त्यहाँनिरै थियो र यो नेपालको मरुभूमि भनेको साँच्चै नै मरुभूमि नै रहेछ जस्तो पनि लाग्यो। रुखहरू त्यस्तो के पनि थिएन, सानो सानो बोटहरू थियो। त्यो सानो सानो बोटहरूमा काँडा भएको बोटहरू हुँदो रहेछ। एकदम राम्रो ठाउँ छ। हामी त सबैजना वाउ भएको हुँदाखेरि अनि यो हिमाल कस्तो राम्रो देखिरहेको थियो। अनि म सोचिरहेको थिएँ यो जनसगरमाथा त कति राम्रो देख्छ होला त्यो हिमाल भन्ने सोचिरहेको थिएँ। अनि काम पनि झुल्कियो। हिमाल सबैकै यस्तो फिल्महरूमा या ड्रइङहरूमा देखिन्छ नि त्यो सबै ठाउँहरू। वाउ।
सिनहरू हेर्दा चाहिँ वाउ क्या किनभने सानोमा चाहिँ म ड्रइङ बनाउँथेँ प्रायः जसो कहिलेकाहीँ अनि त्यतिखेर चाहिँ म पहाडहरू बनाउँथ्यो पहाडको बिचमा सानो सानो खोलाहरू अनि यसो तालको माथि चाहिँ त्यो रुखहरू बनाउँथ्यो सेम त्यस्तै थियो कि जुन ड्रइङहरूमा गरिन्थ्यो नि त्यो रियल पनि देख्दा ओहो कति राम्रो अंकल यहाँ माछा वाओ के ताल दुम्बा ताल विशाल नगर के कति ठुलो माछा ओइ ओ कृष्णा विशाल खिच्दैछु कुरामा खिच्दैछु ए मैले जति राम्रो त अरूले खिच्छ तर मैले
गर्दा कृष्णमा मरेकाहरू पहिले जिउँछ होइन कि तेरो हातबाट बाहिर मैले खिचिसकेँ डोन्ट वरी हेर यहाँ वाउ बाटो राम्रो बनाएको है पुरा यो मान्छेले अब हामी कागवेलमा छौँ यति राम्रो छ कागवेलर पनि यहाँ भित्रबाट छिट्टा यो ढोका त यति हुँदो रहेछ म त पुरै निहुनु पर्यो कस्तो राम्रो पहाड नजिकबाट हेर्दा त झन्डै राम्रो देख्दो रहेछ कि पहाडहरू नजिकै थियो भने फोनको मोबाइलमा पनि टाढा देखिरहेको छ मेरो जस्ट पछाडि उयो त माथिहरू त यति नजिकै थियो कि यति नजिकैमा स्याउहरू चाहिँ एकदम रसिलो हुँदो रहेछ यो त रुखबाट टिपेर ल्याउनु भएको थियो भने यात्रा सुरु भयो हामी यहाँदेखि हिँड्यौँ र त्यहाँ घोडाहरू पनि हुँदो रहेछ हामीलाई त थाहा थिएन कि त्यति टाढा छ भनेर हामी चाहिँ हिँडेर ठाउँहरू हेर्दै जाने भनेर हामी चाहिँ हिँडेर गयौँ मुस्ताङ फाइनली मुस्ताङ पुगियो विश्वासै लाग्दैन हौ मुस्ताङ आयो भनेर कति राम्रो छ यहाँनिर पहाड छ कति रमाइलो ठाउँ
हजुर हो म घर जाउन्जेल त फुल्लै हुन्छ क्या हो वेलकम टु द मोक्षीनाथ टेम्पल घोडा ए यस्तोमा नि घोडा जान्छ र फाइनल्ली हामी पुग्यौँ अहिले थकाइ लागिसक्यो कतिखेर पुग्ने हामी माथि ल जाउँ Ready? 1, 2, 3, go! Finally complete. ल तिम्रो माया के चाहिँ खै थाहा छैन कहाँ यति नजिक पनि पुगियो ఇక్కడ బోర్డు వేస్తుంది हामीले बाटोमा चाहिँ यो बाख्रा समथिङ के भन्छ यिनीहरूलाई पनि देख्यौँ कति धेरै हुँदो रहेछ एक दुईजना मात्रै मान्छेहरू थियो कति धेरैलाई कसरी कन्ट्रोल गर्छन् होला यिनीहरूको त्यो सिङ कस्तो डर लाग्दो थियो भने एकपल्ट खोप्यो कि पुवालै पर्छ होला पेटमा हातखुट्टामा कति डेन्जर र कति धेरै बथानहरू थियो
स्कुटीको कोच पहाड पर्वत बाटो यस्तो हालत छ बिस्तार मेन बाटो यही हो भने संसारको धेरै मान्छेको ठाउँमा घुम्न आउँछ अहिलेसम्म विकास चाहिँ छैन रहेछ बिस्तार विकास Bye bye, Johnson. Baटोमा पानी छ एकदमै
गरेको सृष्टिलाई म के नामले बयान गर्नु कस्तो राम्रो छ सृष्टिले रोक्नेछ सबै गुड्राहरू मलाई माइलो देखिरहेछ सानो झर्ना कति धेरै कि यहाँ हेर्दै वाह जस्तो बाटो यस्तो छ राम्रोसँग पुगिरहेछ पानी यहाँ त्यो पनि सफा सुफी पानी पर्छ राम्रो छ पानी देखेको क्या काली गण्डकी तातो पानी यो खोलाको नाम काली गण्डकी अनि यहाँ ठाउँको खोला चाहिँ तातो पानी छ यो तातो पानीमा हेर्नु पाउँछ